संसदमा फेरि तनाव। प्रधानमन्त्री कहाँ छन् भन्ने प्रश्नदेखि न्यायालयमा इतिहास बदल्ने निर्णयसम्म नेपालमा आखिर के हुँदैछ? नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ घटना अफ च्यानल। म छु तपाईँहरूसँग। आज हामी चर्चा गर्दैछौँ नेपालमा यति बेला तीव्र रूपमा उठिरहेको एउटा ठुलो प्रश्नबारे। देशमा अहिले दुईवटा घटनाले असाधारण बहस सिर्जना गरेका छन्। पहिलो, न्यायपालिकामा दशकौं पुरानो वरिष्ठता परम्परा तोडिएको निर्णय, र दोस्रो, संसदभित्र लगातार भइरहेको विरोध नाराबाजी र चाहिँ प्रधानमन्त्रीको चाहिँ अनुपस्थितिलाई लिएर चाहिँ बढ्दो विवाद। अब धेरै मानिसले एउटा प्रश्न गर्न थालेका छन्, के नेपालका मुख्य संस्थाहरू नयाँ शैलीतर्फ गइरहेका छन् कि देश परिवर्तन चाहिँ विवादको बीचमा उभिएको हो? सुरु गरौँ संसदबाट। पछिल्ला केही दिनदेखि संसदभित्र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र उहाँको पार्टीले प्रधानमन्त्री संसदमा स्वयं उपस्थित हुनुपर्ने माग उठाउँदै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले प्रत्यक्ष जवाब दिनुपर्ने तर्क राखेका छन्। संसदमा विरोध, बहिष्कार र प्लेटकार्ड प्रदर्शन समेत भएको दृश्य देखिएको छ। हर्क साम्पाङको मुख्य तर्क के देखिन्छ भने जनप्रतिनिधिहरूले उठाएका प्रश्नको जवाब प्रधानमन्त्री स्वयंले दिनुपर्छ, किनकि संसद जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था हो। उहाँले प्रधानमन्त्रीको अनुपस्थितिलाई संसदीय परम्परामा जोडेर आलोचना गरेका छन्। तर सरकार पछिबाट भने फरक दृष्टिकोण आएको देखिएको छ। प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री तथा चाहिँ सम्बन्धित मन्त्रीहरूले संसदमा जवाब दिँदै आएका छन्। संसदको कार्यप्रणालीभित्र प्रधानमन्त्रीको तर्फबाट अन्य मन्त्रीले पनि जवाब दिन सक्ने अभ्यास भइरहेको कुरा प्रस्तुत गरिएको छ। यहीबाट बहस झन् रोचक बन्न गइरहेको छ, किनकि अहिले संसदभित्र प्रश्न केवल को बोल्यो भन्ने छैन, प्रश्न राज्य कसरी चल्दैछ भन्ने बनेको छ। एउटा प्रश्नले भनिरहेको छ प्रधानमन्त्री संसदमा आउनुपर्छ, अर्को पक्षले भनिरहेको छ सरकारको काम परिणाम देखिनु हो, प्रत्यक्ष काम प्रधानमन्त्रीले व्यक्तिगत रूपमा गर्नुपर्ने होइन। तर यति बेला जनताको चाहिँ चासो संसदभन्दा बाहिर अर्को ठाउँमा पनि पुगेको छ, न्यायालयमा। केही दिन अघि न्यायिक क्षेत्रमा दशकौंदेखि चलेको वरिष्ठताको परम्परा तोडियो। त्यसपछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म एउटै प्रश्न फैलिरहेको छ, पुरानो प्रणाली किन बदलियो? अब यहाँ रोचक कुरा के छ भने यी दुई घटनामा चाहिँ एउटा समानता देखिन थालेको छ। दुवै ठाउँमा पुराना अभ्यासमाथि ठुलो प्रश्न उठेको छ। संसदमा प्रधानमन्त्रीको भूमिकाबारे, न्यायालयमा वरिष्ठताको भूमिकाबारे प्रश्न उठेको छ। के यो केवल संयोग हो वा देशभित्र राज्यका संरचनाहरू नयाँ गतिमा अघि बढाउन खोजिएको चाहिँ सङ्केत हो? धेरै विश्लेषकहरूले अहिले एउटा कुरा चर्चा गरिरहेका छन्, अहिलेको सरकारको शैली विगतका सरकारभन्दा फरक देखिएको छ। प्रशासन, निर्णय प्रक्रिया चाहिँ कार्यगतिमा चाहिँ परिवर्तनको प्रयास भइरहेको छ भन्ने बहस पनि सार्वजनिक रूपमा भइरहेको छ। तर अर्को पक्षले सावधानीको कुरा गरिरहेको छ, किनकि परिवर्तनको गति बढाउने एउटा हो, संस्थागत विश्वास जोगाउनु पनि अर्को कुरा हो। यदि संसदमा लगातार अवरोध बढ्यो भने त्यसले कानुन निर्माण प्रभावित गर्न सक्छ। यदि न्यायिक परम्पराहरू लगातार बदलिन थाल्यो भने त्यसले भविष्यमा नयाँ प्रश्न जन्माउन सक्छ। त्यसैले अहिलेको वास्तविक बहस कुनै एक व्यक्ति वा दलमाथि प्रश्न केन्द्रित छैन। वास्तविक बहस नेपाल परिवर्तनको नयाँ चरणमा प्रवेश गर्दैछ कि? यदि गर्दैछ भने त्यो परिवर्तन कसरी हुने? बहस, सहमति र संस्थागत मर्यादाबाट वा लगातार कटराबाट? अन्तिममा एउटा कुरा भने निश्चित छ, यति बेला नेपालको राजनीति, संसद र न्यायालय शान्त अवस्थाबाट गुज्रिएको छैन। देश एउटा नयाँ मोडमा उभिरहेको देखिन्छ, जहाँ हरेक निर्णयले अर्को ठुलो बहस सिर्जना जन्माइरहेको छ। अब तपाईँको विचार के छ? प्रधानमन्त्रीले संसदमा अनिवार्य रूपमा स्वयं जवाब दिनुपर्छ कि परिवर्तनका लागि परम्परागत तोड्नुपर्छ कि परम्परा जोगाउनुपर्छ? आफ्नो विचार कमेन्टमा लेख्न नभुल्नुहोस्। यस्तै तथ्याङ्कमा आधारित समाचारका लागि घटना अफ च्यानललाई चाहिँ लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोस्। धन्यवाद। जय राष्ट्रवाद, जय नेपाल।